आज चाहिँ भाइले आमाको यस्तो पिडायो भन्दाखेरि के भयो भने आमाको चाहिँ सानोको साथीहरू आथे। अब आमाको सानोको साथीहरू आएपछि त आमाले चाहिँ हामीलाई आफ्नो आफ्नो काम दिनुभयो। अब हाम्रो काममा के थियो, मलाई चाहिँ नास्ता बनाउने, तैँले मिठो मिठो नास्ता गराउँछिस् नानी, तैँले जा नास्ता गर भन्नुभयो। अब मेरो भाइलाई चाहिँ के काम दिने भनेर सोच्नुभयो। त्यसपछि यसको केही काम छैन, यो एचएम पढेको मान्छे, यसलाई चाहिँ अब दिम त्यही ट्रे लिएर पानी सानी चिया नास्ता सोध्छ यसले भन्नुभयो। त्यसपछि हुन्छ भने त्यसपछि आमाको साथीहरू आए। अब आमाको साथीहरू आइसकेपछि अब आमाले ठुल्ठुला गफ लाउनु लाउनुभयो, मेरो नानातिना यस्तो हन् उस्तो हन्, मेरो छोराबारी भन्न लाउनुभयो। अब मेरो आमा चाहिँ एकदमै कुरौटे मान्छे कि। अब त्यस्तो भनिसकेपछि साथीहरूले सोधे, औ नानातिनाले के गर्छन् भनेर भने मेरो हजुरआमाले चाहिँ गफ लगाइदिनु भयो। मेरो नानातिनाले त टिकटक युट्युबतिर फेसबुकतिर भिडियोहरू राख्छन्, राम्रो राम्रो भिडियो गराहन्, फेमस भएन भन्नुभयो। अब साथीहरूले फेमस भएन भनेपछि त खोज्नै भयो। त्यसपछि यसो खोज्न लाग्यो, मोबाइल हेर्न लाग्यो। त्यसपछि खोजे हाम्रो नाम भेटेनन्। अनि त्यसपछि भन्न लागे, होइन मैले त भेट्दिनँ त कता खान भनेर भन्न लानुभयो। त्यसपछि खोज्नुभयो। त्यसपछि भाइ गयो चिया ल्याइदिएर। अब मेरो भाइ त नबोले पनि हुने, त्यो फुसकट बोलिहाल्छ, टक्ले हो कि टक्ले। त्यसपछि बोल हो, अब मैले त तिमीलाई भेटाउन त बाबु भनेको त, कसरी भेटाउनुहुन्छ त, मैले हजुरलाई खोजी ब्लक गर्दैछु पो भन्छ।